हिजो पनि एमाले हो, आज पनि एमाले हो। एमाले भएर जन्मेको, एमाले भएर मर्ने भनेर यो क्षेत्रमा चुनाव लडेको महिला हो म। हिजोका दिनमा पनि मैले प्रदीपसित तपाईँको फेसबुकमा सबैतिर बजेट देख्छु प्रदीप सर, आज सेयर गर्छु, लाइक गर्छु, कमेन्ट गर्छु। बजेट अनुसारको काम देख्दिनँ। जनतालाई चारो छोड्नु हो कि कुखुराका चल्लालाई छारो छोड्नु भयो कि यो काम देखिन्न। यो कति भ्रष्टाचार भयो त, यसको खण्डन जनताले गर्छ। अबका दिनमा चुनाव माग्न नआउनु होला, जनतालाई झुटो आश्वासन नदिनु होला भनेर मैले भनेको मान्छे भयो। म झोले भनेर म कुनै दिन हिँड्ने पनि छैन, हिँड्दा पनि म हिँड्ने छैन। भाइ आज तिमी डडेलधुरा गएर म 13,000 माइकका भोट माइकमा गाउँ न तपाईँले भूगोल जान्नु भएको थियो, न तपाईँले त्यहाँको डडेलधुराको बासीलाई जान्नु भएको थियो। शेरबहादुरलाई दुईटा क्वेसन गरेको बापतले तपाईँ उहाँ डडेलधुरा जानुभएको। डडेलधुरा त्यस्तो 5 चोटि देशको प्रधानमन्त्री भएको सबैभन्दा धनी व्यक्ति, पैसाले त जितेको नि शेरबहादुरले। त्यस्तो व्यक्तिसित गएर चुनाव लड्नु भएको भाइ। आज मैले भाइ जाउनु होला, म 40 वर्षकी भएँ। म आज त्यो ठाउँमा जाँदा पनि म एमालेको मान्छेले, सागर ढकालले शेरबहादुर जीसित लडेको मत, इतिहासले लेखेको मत हो। मेरो फेसबुक आइडी हेर्नु होला। आजबाट होइन, अन्त्य भ्रष्टाचारको र अन्त्यको त म उहिलेदेखि विरोधी हुँ। मैले आज चितवनमा उपनिर्वाचन भयो, म किन यति आक्रोश भएँ म एमाले काङ्ग्रेससित भने चितवनमा पहिलोचोटि चितवनले जिताएर रविलाई संसदमा पठायो। त्यसपछि फेरि रविको नागरिकता किर्ते भयो, के भयो, अमेरिकी एजेन्ट के हो भनेर फेरि रविलाई भयो भने मुद्दा लगाइयो। अनि फेरि रविलाई आएर चितवनमा जनताले फेरि चाहे, फेरि निर्वाचनमा होमियो चितवन। अनि होमिँदाखेरि फेरि पनि उति मत दिएर रवि जानुभयो। जाँदाखेरि देशैभरिको काङ्ग्रेस रविमाथि, देशैभरिको एमाले रविमाथि, देशैभरिको वकिल रविमाथि, देशैभरिको पुलिस रविमाथि, देशैभरिका न्याय अदालत सबै रविलाई जन्जिर लगाए। आज एउटा रवि आउँदा यत्रो देशै हल्लिन्छ भने यिनले के राजनीति गरे?